हेलो गुड मर्निङ सबैजनालाई साथीहरू अनि शुभ बिहानी। हामी चाहिँ धान काट्न जान आँटेको। यहाँनिर यो टोपी सोपी लगाएर यता बहिनी कच्चिया हाम्रो चाहिँ वाइफाई सकेर बिजोग छ साथीहरू। ल तिम्रो टोपी अहिले यसरी भिडियो बनाउनु मात्रै लगाएको अरे क्या लगाइदिनु अरे। वाइफाई सकेर बिजोग छ हाम्रो चाहिँ के गर्ने। हाम्रो चाहिँ धानबाद देख्न सक्नुहुन्छ यो धान काट हाम्रो चाहिँ यो धान काट्नुपर्ने छ साथीहरू। असारमा रोपेको धान यो चाहिँ पाकिसकेको छ। सबै हिलो हिलो भएर साथीहरू देख्न सक्नुहुन्छ। यताउता लडेर अस्ति यत्रो ठुलो पानी परेर यता लडेर यस्तो भइरहेछ साथीहरू देख्न सक्नुहुन्छ। यता पल्लो खेतको चाहिँ पाकेको छैन, यो पनि अलिकति मात्रै पाकेको हो। यहाँ देख्न सक्नुहुन्छ हाम्रो सुँगुर चाहिँ 2टा थियो। दसैँमा एउटा 2टा गरेर काटेर खाइसकियो। आजको वेदर चाहिँ यस्तो छ साथीहरू, घाम लागिरहेछ अनि मैले चाहिँ ड्रेस यस्तो लगाइरहेको छु। घामले पोछ हालेर देख्न सक्नुहुन्छ। देउरानी जेठानी लाग्यौँ साथीहरू धान काट्नुलाई। तपाईँहरू धान काटिसकेपछि देखाउँछु। देख्न सक्नुहुन्छ धान काटिसकेपछि देखाउँछु साथीहरू। घामले पोलेर बिजो बनाउँछ। मेरो त टोपी पनि छैन, एउटा क्याप टोपी भए नि हुन्थ्यो। कहाँबाट ल्याउनु क्याप टोपी? खोइ कता गयो डिपेन्ड एउटा क्याप टोपी। बारीमा धान काट्नु मजा आइरहेको छ साथीहरू। खुट्टा डुबाउँदै धान काट्न सघाउने साथी हिलो हिलो हुनुभएको छ। म चाहिँ नुहाइदिए गइसकेँ चट्ट होइन। त्यस पछाडि फुल रोप्नुतर्फ लाग्यौँ हामी चाहिँ। यहाँ हुनुहुन्छ देउरानीजी, हेर्देऊ उहाँले हुनुहुन्छ मेरो नन्दजी। यता हेर्देऊ नन्दजी। छ्याउ भन्दा म यता छु। सुनिएजी यहाँ गिट्टी सिटी लगाएर रेडी बनाइसकेको छौँ। यता चाहिँ देख्न सक्नुहुन्छ। यता चाहिँ रोप्न रेडी बनाउँदैछौँ। यहाँ हाम्रो सासी छ। सासी यहाँ हेर, त पनि मेरो भिडियोमा प्रस्तुत हो। हेर त नि हाम्रो फुल रोप्नु सघा। यहाँ देख्न सक्नुहुन्छ हाम्रो गमला खतरा खतरा छ। फेरि हाम्रो गमला देखेर नतर्सिनु होला साथीहरू। यो झन् यो देखेर नतर्सिनु होला। यहाँ हेलमेट पनि रोप्छौँ हामी, तपाईँहरू रोप्नुहुन्छ यसरी। ओ हाँस कुमारी